हेलो गुड मर्निङ नमस्कार सेवारो हो अनि स्वागतम छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ आज पनि हामी घुम्न आएछौँ यहाँ जूमा। तर अघि मैले बाटोमा हिँडेको चाहिँ मैले भिडियो गर्न पाइनँ। अहिले म जूमा आइरहेको छु, सबैजना आइरहेछौँ। अनि अब यहाँनिर टिकट लिने ठाउँ चाहिँ बन्द रहेछ, अलिक छिटो आएछ। अनि त्यसैसेर मेरो भाउजू चाहिँ टाउको दुखेर मेटे। अनि त्यसैसेर आज एक दिन रेस्ट गरौँ न भन्दाखेरि उहाँलाई चाहिँ घर जानु हतार भएर हैरान छ। अनि हामी चाहिँ यो पिरो खाने गाडीले मार्छ नि त, त्यही भएर साथीहरू टिकट काउन्टर चाहिँ बन्द रहेछ, 10 बजीतिर खुल्छ। हामी चाहिँ अझै चाँडै आयौँ नि त, त्यही भएर हामीहरूले चाहिँ टिकट काट्यौँ। टिकट काटिसकेर भित्र पनि पस्यौँ। अब चाहिँ घुम्छौँ। अनि हजुरहरूलाई के देखाउँछु है त जूभित्र कस्तो राम्रो फुलेछ हौ यो चाहिँ। भित्र जरायो छ। हामी चाहिँ यता उरो छ के गर्ने, टाढा भयो है जरायो हेर्नलाई। नजिकबाट चाहिँ सिङहरू चाहिँ पर छ नि, यो कस्तो खतरा छ। तर के गर्नु, टाढो आइज यता त्यो उनीहरु सिङ नहुनेहरु रहेछ। यहाँ चाहिँ उता चाहिँ जरायो होइन, नि कति राम्रो बेबी नि यसको, कति राम्रो छुँ लाग्ने के। पक्रिनु भएको थियो सानो 3 दिन मात्रै आएको माया लाग्यो। दुध खाएको हेर्नु र, यसकै बच्चा रहेछ। कति चिल्लो है मृग। त्यो परको चाहिँ यति लामो सिङ भएको चाहिँ आए त कस्तो राम्रो हुने रे। यो यति दुईटा मात्रै रहेछ नि यहाँ। बल्ल आयो यो सिङ भएकोहरू चाहिँ अघि नै आएर। ए जियो जरायो अघिको के अरे मृग। वाउ बल्ल आयो चारो खानु। 2 4 6 8 10 12 14 16 18 20 21 गनेर हौ मैले त। थोरा त जन्मेको रहेनछ त। यसको सबभन्दा लामो सिङ रहेछ होइन, ठुलो बुढो पनि रहेछ। यसकै सन्तानहरू त होला नि। ओ यहाँनिर मिर्गी, यतापट्टि जरायो। ल अब यो चाहिँ कस्तो खालको के हो यो चाहिँ? ऊ यहाँ के लेख्छ हेर्नु त भाउजू? नील गाई नाम चाहिँ नील गाई अरे। नील गाई भनेको छ यहाँनिर, त्यही लेखेको छ नील गाई। सुतिरहेको छ यिनीहरू। उठाइ चारो खानु आइज। जरायो हो यो। ओ जरायो खरायो कत्रो कत्रो हुँदो रहेछ। के हो चित्तल? यो जरायो भनेर लेखेको छ। हाम्रो बुवाहरूले चाहिँ चित्तल के भन्दै हुन्छ। अब गाउँमा पनि त बोलाउने एउटा नाम हुन्छ नि त यिनीहरूको। मस्तले सुतिरहेछ। एउटा चाहिँ उठिरहेछ उ त्यहाँ। कस्तो मजाले निदाएको के। बुवा यो चाहिँ घोरल रे। बुवाहरूले पो चिन्नुहुन्छ। त्यहाँ चिडिखानमा त आफ्नै स्टाइलले नाम लेखेको हुन्छ नि होइन, गाउँ घरमा हुने। कति ठुलो ठुलो। ओइ तिमीहरूको छोराछोरी चाहिँ खोइ ऊ गरेर यसको छोराछोरी चाहिँ यत्रो। ल यसको चाहिँ दारी जुङ्गा तल बुढो बाजे जस्तो फुलिरहेको जस्तो गोराल अरे यो। उस्तै छ। अनि जङ्गलभित्र बस्नलाई ठाउँ पाएछ, जङ्गल जस्तै लागेछ बिचारालाई। ए हो कति राम्रो। यो त के हो?
यसको त नाम पनि लेखेको छैन त यहाँ। ओइ हेलो कत्रो ठुलो के दुईटा रहेछ है। आमा यो के हो यत्रो ठुलो गाई जस्तो? घोडा त होइन है? बच्चा घोडाको बच्चा जस्तो पनि देखिन्छ। बुवा आमाहरू पत्ता लाउनु त के हो यो? के हो यो? बदल दारा बाघ हेरौँ न, बाघ घुरेको बाघ हेरौँ न, जाउँ त। बाहिर निक्लिएको बेला चाहिँ हेरौँ न। बदल रहेछ तर एउटा मात्रै रहेछ। खै हेरौँ। ओ ए अम्मा सेम सुँगुर जस्तै गनाए त हौ। जङ्गली बँदेल थुत्न चाहिँ अर्कै हुने तर सुँगुर जस्तै नि बुवा। ल हामी चाहिँ बाघ हेर्नलाई एकदम दौडेर गइरहेको छौँ। घरिघरि निक्लिँदैन नि त, निक्ल्यो अरे त्यहाँ बाघ। आमा र भाउजू चाहिँ उताबाट जानुभयो, बुवाहरूसँग चाहिँ म यहाँ जाँदैछु। उही कराएको हेर। ओ ए अब साँच्चीकै जङ्गलमा भेट्यो भने त अब हेर्नु त एउटा त्यहाँ सुतिरहेछ, एउटा रियलीमा जङ्गलमा भेट्यो भने त कसरी भाग्ने होला है? उनीहरूको हुन्छ होला नि खाने दिने त। खतरा होइन यो त? राइजा केटा रहेछ नि। ओइ उठ त लास्टै अल्छी रहेछस्। उठेर हामीतिर आइज हेर्नलाई। तँलाई हेर्नु आइरहेको छौँ हामी होइन? भाजी चाहिँ बाघ भएर कराइराख्नु भएको छ। कता गयो? आफ्नो खोरतिर गयो, ओडारतिर। यिनीहरूलाई चाहिँ चाहिने ओडार रहेछ होइन? यिनीहरूले यहाँको जनावरलाई जे जे चाहिन्छ त्यही त्यही अनुसारको होइन? मालिङ्गो चाहिनेलाई मालिङ्गो राखिदिएको छ, अनि ओडार चाहिनेलाई ओडार। त ओडारमा गएर बस्यो त्यो त। उठाइ कता सुतिराखेको? हामी हेर्न आइरहेको छौँ तँलाई। ल यसले त मेरो कुरा सुन्यो, उठ्यो भाइ गयो। ओइ ला मासु यहाँ छ। गयो यो पनि ओडारमा उसको साथी भएकोमा। हामीले त्यहाँ गयो भने त यसले त कप्पै खाइदिन्छ है। के आउँछ यिनीहरू हेर्नलाई कति धेरै भनेर। आयो आयो यता आयो कि कता गयो? ओ ओ ओइ बाघ आइज यता। रियली जङ्गलमा भेट्यो भने तपाईँ के गर्नुहुन्छ हजुर? आयो है छेउछेउमा, छेउमा आयो है। हो यसले मेरो कुरा सुनेछ नि, अघि नै उठेर आइज भनेको नि यसरी छेउछेउमा। यतापट्टि पनि त ओडार होला, छिर्यो गयो गयो निक्लियो है। अहिले फेरि यताको ओडारबाट उता गयो। ल ओइ कस्तो रमाइलो लाग्ने के। फेरि सुत्नु गएको होला यो, अल्छी रहेछ यो। यसले त त्यो चारो लाउनेलाई चाहिँ खाँदैन होला के? अनि यसले बच्चा सच्चा पायो भने त गयो माथि। तिम्रो साढे 4 लगाइदिँदा ऊ माथि गेट छैन, त्यहाँ माथि खोलिदिन्छ। ल गएर त्यहाँ अब सुत्यो। ल बाँधा त स्वयम्भू र पशुपतिमै कति हेरेको है बुवा। यहाँ पनि बाँधेर राखेको रहेछ यिनीहरूलाई त। ल
ल पानी सकिन्छ खानु दियो भनेर खानेकुरा दियो भनेर तर यिनीहरू पनि निक्लिनु पाउँदैन बिचाराहरूलाई ल छोडिदिनु नि पशुपतिमा गएर खुब रमाइलो गर्थ्यो होला बसेर मै जल गइडाएर जलबाट निक्ल्यो त ल फेरि पानीमै पस्दैछ कि क्या कहाँ पसेको यो हिलो खानु मैनी त के गरेको यसले यो उदिँदैछ कि क्या ल देखिँदैन र बुवाले यस्तरी हेर्दै हुनुहुन्छ पुरै हेर्नेहरू हेर ताती जल गैँडाको यतापट्टि पनि छ पानीभित्र पसेको हेर्नु न ए पानीमा डुबेर बसिरहेछ पुरै सास पनि कहाँबाट फेर्छ यसले झन भित्र हेर्नु न पस्दैन ऐ निक्ले ओ एउटा चाहिँ त्यता सास नफेरि पानीभित्र छ एउटा खेलिरहेछ उता पानीभित्र के पुरै उठ भन्नु त भाइ उठ्यो वाह ल फेरि डुबायो म उठ छिटो तँलाई हेर्नु आएको हामी ओ हेर्नु न टाउको निकालेको आउनु त भाउजू ओ 15-20 मिनट पछाडि ओ फेरि डुबी त हाल्यो ल लुकायो यो चाहिँ 15-20 मिनटभित्र चाहिँ पानीभित्रै हुँदो रहेछ कि मतलब बस्दो रहेछ अनि 15-20 मिनट पछाडिमा चाहिँ माथि टाउको निकाल्दो रहेछ कि ल यो चाहिँ एक सिङे गइडा रे भाइ खै सिङै देख्दिन त ए हो गयो लामो पुच्छर भएको ढेडो ए बुवा लामो पुच्छरवाला खोजिरहेको थियौँ नि हामीले यहाँ पो सारेर रहेछ उयो र ओ पुच्छर लामो भएको ढेडो ओइ तर फेस चाहिँ बाँदरको जस्तै कि तर पुच्छर मात्रै लामो है यिनीहरूको पुच्छर यसलाई चाहिँ ढेडो अरे ओ ढेडु एउटा चाहिँ यहाँ उता यति लामो बिरालो जस्तो पुच्छर बनाएर के गरिरहेछ यो औ पर थियो यता सारेको छ नि ल ओइ 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 कुदेको हेर खुब मस्त छ तिमीहरूलाई यहाँनिर भित्र पिन्जाडाभित्र बसेर होइन बिचराहरू जङ्गली भैँसी अरे हो यो चाहिँ वाह कान त सिङ त लास्टै लामो हुँदो रहेछ नि त फेरि ल सेम नै हो घरमा पाल्ने जनावर भैँसी जस्तै तर यो चाहिँ कान के अरे सिङ लामो चिम्पाङ्जिङ कसरी बसेको नि अहिले कति अघि नाच्दैछ अघि नाच्दै थियो ठिल्लेर लागा थो के यो नाच्दा हो चिम्पाङ्जी खाओ मिसिङ जम्मै एउटा रहेछ त अनि मस्त रहेछ यसको त ल तर
सानो नि यो त लोबियाको के आउँछ अघि नाचेको एकचोटि हो आएर फेरि त्यो त देखाएको मात्रै जिस्काको कहाँ हो त हैन अनि कस्तरी हेरिरहेको है हग्दैछ उता जान्छु हेर्छु ल चिरिपाङ चाहिँ ओ ओ ओ ओ ओ यो नाचेको ओ माई गॉड दामी दामी डान्स दामी छ दिदी हो कि दाजु हो यो हो यसरी उफ्रिने हो नि त क्या कत्रा दामी देखाएको ब्रदर पढेछ अगेन यस अला त लो लो थप्पडी मार्दिनु नि हौ तपाईहरुले चाहिँ बिचारालाई बिचारा कस्तो मजाले डान्स गरिरहेछ डान्स गर है दिदी हो कि दाजु हो तिमी त्यही भएर थप्पडी मार्दिनु भनेको कम अन ब्रदर यस खुसी भएको कहाँ पो पुग्यो ए ओ खतरा डान्स यो ओ माय गॉड दामी लाग्यो होला कि क्या हो नि होइन यो जातै उसको जातै यस्तो हो नाइस ब्रदर नाइस खाना मागेको क्या हो छोटा छोटा खानु चाहिँ दिनु हुँदैन फेरि बिमारी हुन्छ हामीले खाना नदिनु खतरा डान्स देखायो त हौ ल ल ठिक छ दामी दामी ल ल ल ल ल साथी चाहिनु पर्ने है यसलाई ल कस्तो मजाले घुमाएको नि आफै फेरि ल ढेडु बहादुर ढेडु अरे पानी खाइरहेको छ यसले त ओइ 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 ढेडु ओइ ढेडु ओइ ढेडु यता हेर्दा यता यता न ओइ यता हेर इस हेर्दा नि हेर्दैन हौ मलाई त ल रातो भएको रातोवाला होला ए ओइ ऊ त्यहाँ चाहिँ कालो छ कालो नि छ यहाँ यसको त लामो पो छ ओइ के साह्रो विरक्त लागेर बसेको है केमा विरक्त चलेछ यसलाई चाहिँ यो चाहिँ विरक्त चलेछ पाण्डा यहाँ छ पाण्डा आमा पाण्डा हेर्नु त यी उता गयो नि भालु हो भालु ए भालु कि पाण्डा यो भालु होला ए हुने रहेछ बाँधेको रहेछ बिचरालाई त यो त्यो त पहिलाकै ठुलो हो कि अर्कै होला यो खै पोर्छ पहिलाकै होला हो बिचरा ओ श्रीम्पाङजी चाहिँ पर नाचेको छ 70 देखि 80 वर्ष मान्छे नि यो हो त्यो हेर्नु न
डान्स गरेको एउटा चाहिँ 4000 देखि 5000 किलो हुन्छ अरे अनि त्यो पारिपट्टि नाचेकै यो त मैले पाण्डा भनिरहेको थिएँ अब भालु रहेछ होइन 125 देखि 200 किलो वजन यसको यो भालुको यहाँ लेखिरहेछ यस्तोमा देखाइरहेछ सबै यो यता आऊ भालु ओ घुम्दैछ यो पनि तल अर्को नि आयो मान्छेलाई कोतार्ने यही होइन भेट्यो भने जङ्गलमा होइन बुवा भालुले मारो कोतारो भन्छ नि जङ्गलमा देख्यो भने बातेर मरिने रहेछ नि हामी त्यही पक्लको ढलिन्छ होला है भाइ यस्तो छ त नि डर लाग्दो अब यसलाई योसँग फाइट गर्दा नि जित्न सक्ने चान्सै छैन फुर्लुको लडी गइन्छ हातमा हतियार छ भने चाहिँ ठिकै हुन्छ आयो यो आइरहेछ ढुकसुक गर्दै ओइ भालु कुकुर ओइ दिदी हजुर मलाई नि सेन्ड गरिदिनुहोस् न ल मेरोबाट ओइ मेरोमा सेन्ड गर्नु मिल्दैन नि ल हैन WhatsApp-तिर ल हाल्दिनु न अहिले सिम नम्बर दिन्छु नि पौडी खेल्दैछ भालुले जुम्लुङ गरेर पस्दो रहेछ नि पस्यो त अब के गर मयूरलाई यता ल मयूर हेर्न जाउँ ल नेउरी मुसा अरे यता कुखुरा खान्छ अरे भाउजूले खतरा गरी यो कहाँ सारेको होला ओइ मुसी के हो बुवा यो कस्तो मजाले हिँडेको पुत्री कस्तो छुन्छु लाग्ने के बिरालो जस्तो फेस पनि यस्तो भेट्यो भने चाहिँ ठिकै हुन्छ है घरमै पाल्नु नि चरी बिरालो चरी बाघ चरी पो रहेछ ओइ बिरालो जस्तै कस्तो क्युटी बिरालो भन्दा धेरै राम्रो देखिन्छ चरी बाघ अरे बिरालो होइन यो त सेम बिरालो देखिरहेछ 12-15 वर्ष बाँच्ने रहेछ वेट 3-4 किलो बिरालो अस्ति माथि मारेको थियो हाम्रो खाल्डोमा यस्तो तर उता गयो त्यो चाहिँ त्यहाँ सुतिरहेछ कि हो डल्लो परेर काँडा हानिदिन्छ आँखामा आउने गरी फेरि खतरा बढ्यो भने हान्ने हो भाउजू दुम्सी हेर्न आउनु न पल पारेर हिँड्ने त बाहिर निक्लिनु सक्नु पर्ने है तर कति धेरै हात्तीले नि त्यो भत्काएर निक्लिहाल्छ नि तर दुम्सी त भित्र पुवाल बनाउने जात हो नि त मुसा जस्तै होइन र बनाउँछ तर ननिक्लिदो रहेछ के धेर बनाउँदैन गहिरो सिमेन्ट हाल्दै दुम्सी सुम्सी थोरै त छैन दुम्सी त उतल हेरौँ न आमा माथि पो बन्नेछ भित्र पनि छ आफै कस्तो गनाएको नि तर भक्छ मुच्छा नि त छि गनायो दुम्सी यता हेर्न बिरालो ओइ बिरी हेलो बिरालो यता हेर्न लियोपार्ड देखियो न लियोपार्ड अरे चितुवा यो रुखमा चढ्ने चितुवा होइन यो ल कति धेरै जनावरहरू के आइटम पनि के तीनटा छ कि दुईटा हो दुईटा होला रुख
जनावर कुनलाई के चाहिने त्यही अनुसारको के राखेको यहाँनिर रुख चाहिनेलाई रुख कस्तो राम्ररी गरेन भने त नि उनीहरू बाँच्नै सक्दैन गाह्रो छ नि त अब मासु कति खुवाउँछ यसलाई मासु बिना अरू केही खाँदैन हात्तीलाई घाँस कति चाहिन्छ त्यो ताली खाने पो रहेछ ताली खाने धान खानेहरू धान र गहुँ चाहिँ मात्रै पार्छ यो सेतो चाहिँ मलाई लास्टै मन परेको थियो कि अब सेतो कहाँ हो उहाँ छ ठुलो होइन माथि बसेको कति क्युटीहरू मात्रै होइन खालकै छ अहिले यसको ग्रुपले 1 टन भेटायो भने हेर न त्यहाँ कहाँ गयो कस्तो क्युटीहरू कि कोही सुगा ए कति धेरै थरीको नि चराहरू सबै एकै ठाउँ आइदिएको रहेछ नि त ल कस्तो मजाले हेरेको के हेलो गयो कस्तो मजाले हिँडेको कति लामो हौ थुत्ना पनि गाईको जस्तो रे बुवा हेलो हेलो आयो कति नजिकै आयो पक्कै ठुङ्ग्यो भने त डर लाग्यो छेउ आयो अनि अनि छेउछेउमा आउँदा त डर पो लाग्यो आँखा हेर्नु न अब हेर खुट्टा त्यस्तै रहेछ अनि खुट्टा नि कत्रो ठुलो क्या एक साटको खुट्टै हुने रहेछ अरे पक्कै ठुङ्ग्यो भने आँखामै किम्बु पो रहेछ त यहाँ त होइन किम्बु होइन यो किम्बु रिसाको है हामीलाई ठुङ्नु खोजेको कि क्या हो अस्ति हामी त तिमीलाई हेर्नु पो आएको त यहाँ खतरा आयो यो झन् खतरा ठुलो देखिरहेको छ पर छ इमु अरे यसको नाम चाहिँ इमु यो चाहिँ अस्तिसको बच्चा त होइन अर्कै है यसको यो तर त्यसको बनावट चाहिँ झनै त्यस्तै के पखेटा भेडाको भुत्ला जस्तो छ है बुवा यहाँ छ देख्दै देखेन बालुवाडामा कराउने पो त त्यो हुचिल हो चराको नाम के रहेछ चखेवा चखेवाको जोरी भाउजू हेर्नु चखेवाको जोरी छुङ लाग्ने चखेवा पुसा थाहा चखेवाको जोडी घरमा राखे मुनाल बनमा भनेर अफ्रिका युरोप एसिया कस्तो क्युटी चरा है यो अर्को लामखुट्टे चरा अँधेरो औसत आयो 35 देखि ल यसले त भुइँ कसरी खोतालिरहेछ कालिस रे बुवा हाम्रो माइला दाजुलाई कालिस देखाइदिन्छ कालिस र दुम्सी दाजुको लागि विशेष भिडियो सुगा चराहरू तिमीहरू त यहाँनिर बन्धनमा पर्यो है लक्का पर्यो अरे कति राम्रो सेतोहरू कस्तो रमाइलो के
कति राम्रो राम्रो चरा चुरुङ्गी पशु पक्षी जनावरहरू नेपाली कालिज पहाडी कालिज यस्तो पखेटा फुन्जा आउँछ नि कुन चाहिँ चराले हो यही त हो यसले हो र हो नि ऊ पहिला त बाटोमै राखेको हुन्थ्यो त है अहिले त यता राखेको रहेछ ऊ त्यता ओइ पखेटा चलाऊ यो कालिज ए मयूर मयूर छोटोवाला कि पुच्छर तर लामो हुन्छ नि त तिन पुच्छर नचाउ ओइ मयूर फेरि रिरी बनाउँछ नि क्या खतरा दामी डाफे चराहरू चाहिँ पर मात्रै छ ऊ यहाँ एउटा बसिरहेछ है निधाएको छ त्यसलाई त झुक्रिने बेथा लाग्यो क्या गणेश चरा ओइ टाउको नै भारी हुँदैन यसको त तर टाउको ठुलो रहेछ त मैना चरीहरू कति मजाले नाचेको हेलो यिनीहरू त बोल्छ नि त्यो मान्छेहरूले पालेको हुन्छ नि कस्तो मजाले बोल्छ उयो कराको लौ माथि त छैन त नि आवाज यसको वाउ हामीलाई देखेर नै कराको हेर सुगी चराहरू हेर्नु न कति राम्रो चरीहरू ऊ चाहिँ निलो हेर त कति राम्रो हेर्नु त यो कस्तो क्युटी भाउजू ल के गरेको त्यो निलो मात्रै त खेल्नु नै जाने कस्तो क्युटीमा परे कि ब्युटी चरीहरू ओ कस्तो कलर है ओ माथि हेर्नु न जानु आकाशे कलर पनि हेलो चराहरू कति राम्रो ओइ यहाँ कस्तो क्युटी के यो निदाउ छ त भिडियो गरिरहेको छु नदिँदा न हुने होइन छैछडी गर्दै कराउँछ नि यो खडी बाजेठाल अस्ति मोटरमा तासो थालेर सेन्थेरेम दिरामेन सेन्थेरेम भन्छ रे यो चरा रे भाउजू यहाँ टाँसेको हेर्नु न यो के चरा भाउजू बिचराहरू कराको हेर मदन सरिका मैना हो मदन मैना चरी त सिटी बजाउँदो रहेछ मैना चरी होला कि यिनीहरू चाहिँ ओ कस्तो मजाले टाँसेको अरे ठुलो वाला चरा आयो है यहाँ चाहिँ कस्तो राम्रो के चाहिँ मयूर कलर है कस्तो राम्रो देखेको त्यहाँ चाहिँ सेतो यता चाहिँ खै कहाँ
को मान्छे देख्यो उता मोटे झुन्डिरहेको छ ल कति धेरै आइटम चराहरू आवाज चाहिँ हेर्नु न निकालेको नि यो चाहिँ सानो परेर हो क्या हो चराहरूको साउन्ड अब ढुकुर पनि कराउँदैछ कति सानो सानो ढुकुरहरू चाहिँ है बुवा हेर्नु नि यहाँनिर ढुकुर एउटा चरा हेर्नु न त्यो यहाँ पर रमाइलो भयो त होइन थरी थरी खालको मैना चरीहरू कहाँ जाऊँ न हेर्नलाई नै मैना चरीको आवाजहरूमा खिच्छु अझै तासिरहेको यो चाहिँ कस्तो राम्रो आवाज हौ यहाँ सेतोवाला चरा अब कत्रो कत्रो यो चरा चिल हो यो गिद्धहरू आमा यो पखडा हेर्नु न अझै अझै वाउ चिलो त्यो यो ओ माथिको चाहिँ चिल रहेछ कालो चाहिँ यो चाहिँ गिद्ध हो हिमाली यो चाहिँ गिद्ध हिमाली गिद्ध पखडाले पनि फिन्चायो अब चिलहरू त कडा रहेछ त गिद्धहरूलाई त अट्याक हान्दै रहेछ बाहिर जानु भनेर है नि त यो उड्नै नसक्ने नि अब अबि उड्न खोजेको क्या यो र बिचरा उड्न नसकेकोलाई आमामा कत्रो हो फिन्जाको पनि ल ल ल मुनिकोले घेरेको छ खतरा दामी पालै पालै नि त वाउ कुनै निदाइराखेको कुनै खेलिरहेको यो चिल चाहिँ खतरा रहेछ के हिमालय दाजुको लागि कालिज खिच्दिएको भाउजू विशेष गरी यो चाहिँ दुम्सी र कालिज चाहिँ दाजुको लागि भिडियो बनाइरहेको छु ल ला गयो त हामी आएको देखेर स्याल स्याल यता आइज स्याल कुकुर जस्तो छ त यो स्याल त स्यालै त हो गोल्डन स्याल बाजु कुकुर जस्तै छ त अनि गयो नि आइज कसै लास्टै तर कुकुर नि बुवा सेम कुकुर जस्तै देख्ने है कुकुरै त जस्तो देखिन्छ यो कस्तो गनाएको है तर ए यहाँको पुवालबाट यहाँ निक्लिँदै ठाउँ रहेछ ल च्यो 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 ओइ स्याल
रुखहरू राखिदिएको रहेछ घाँस बाँधिदिएछ अघि बाँस हो तर किन यसलाई चाहिँ भित्र अब भाग्छन् होला नि उता निक्ले लु अब चाहिँ निस्किन्छ कुदेको छ निस्किनु पाए त काठमाडौँको कुखुरा त नि भनेर सेम कुकुर नि हो यो कति कुद्छ यो चाहिँ लुकुर लुकुर कुदेको छ यिनीहरू नि निस्किनु पर्नु त दुलो त राम्रो बनाउँछ त है मुनि पुरै सिमेन्ट हालिदिएको होला हुन्न मुसा चाहिँ क्या राम्रो उसको बच्चा है जुर्सी खोइ लोथर्के पाँच धर्के कति राम्रो तल ठुटामा ऊ ओ ए त देखिरहेको लोखर्केको बच्चा यताबाट नि मुसा कति राम्रो पुगा परेको मकैको दाना लु हिस्रो हिस्रो एक मात्र छ ल खस्यो ल कति फास्ट भागेको त नि त्यहाँ खतरा छ मुसा बुवा आमा खै कत्रो मोटो मोटो मुसा हो यो त झन् साह्रो कम्ती छैन होइन मुसा होइन यो ए गिनी पिक भनेको छ पिक भनेको सुँगुर त होला नि ऊ के अरे त्यो हुन्छ नि के भयो भाउजू खरायो टाइपको है पेरु अर्जेन्टिना ब्राजिल कम्बोडिया सुँगुरै नै त्यस्तो माछा पाइने रहेछ यिनीहरू अब आवाज पनि सुँगुरको पाटा जस्तै भाउजू घुक घुक गर्दैछ सुँगुर अरे यो त ल मुसा भनिरहेको थियौँ त हामी त सुँगुर पो रहेछ है है आमा आवाज पनि सुँगुरको जस्तो घुक 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 आइरहेछ तर उनीहरूको पुच्छर छैन त घरमा देख्नु भएको कछुवा के गरेको यो ओ यहाँ ढुङ्गा जस्तै देखिँदैछ नि बुवा हो त्यो देख्नुभयो अलिकति आउनु त ओ यो हो त्यो ढुङ्गा र कछुवा उस्तै कोमन सर्प त यहाँ भित्र लुकेर बसिरहेछ भित्र बत्ती बलेकोमा हेर्नुहोस् त बुवा भित्रपट्टि जिउँदै हो यहाँ भित्र अजिङ्गर सक्ने नसक्नेलाई निल्दिहाल्छ उसको टाउकोमा चढाएर यहाँबाट चाहिँ स्पष्ट देखिँदो रहेछ है ए खै त यी ऊ त्यहाँ भित्र बाहिर निक्लेर दौडिनु नि है ऊ त्यहाँ भित्र छ सिसाको आइटमहरू चाहिँ राति मात्र राम्रो देखिन्छ भित्र बत्ती बाल्दियो भने ऊ त्यहाँ भित्र देखिँदै नदेखिँदै अब कस्तरी धेरै बटालिएर बसेको तर के गर्नु भिडियोमा चाहिँ नदेखिँदो रहेछ है भित्र के दुईटा रहेछ है यो के हो माछाको आइटमहरू रेड अस्कर यो कति क्युटी माछा कि सेतो पाङ्ग्रे हेर्नु न थुत्न चाहिँ सुँगुर जस्तै बनायो सानो माछा हेर्नु झन् कति राम्रो छ सानो सानो टिक्ली टिक्ली कत्ले भनेको तर्की माछा फेरि कोही क्र्याब थुत्ता चाहिँ हेर्नु न त्यसको सुँगुरको जस्तो गर्दै कहाँ गइरह हो त्यो रातो माछा हेर्नु न उयो त बाहिर अब नदी घुम्नु पर्छ नदी अरे पोखरी
नाउ मजाले प्यात्त बसिरहेको छ घामबाट निक्लेर पानीबाट निक्लेर पानीबाट निक्लेर घाममा अनि उल्टा ब्लग बनाउँदै हुन्छ नि त उनीहरूको पोखरी अरे यो चाहिँ नि पानीमा डुब्दै निक्लिँदै प्यात्त हेर्नु न कति हाँसो त यसलाई चाहिँ अलिक टोक्नु भ्याउँदैन होला है हामीले छुन सकिन्छ होला है खाना के खान्छ म ल नाम त घिमै लत्रा बच्चा बेलामा यिनीहरूले धेरै जस्तो मांसाहारी हुन्छन् भने लाङ्ठी अङ्गिरो फिक्को ल हैन मात्रै लाङ्ठी पक्छु हामीले चाहिँ जूमा पनि सबै चरा चुरुङ्गी जनावरको आइटमहरू पनि सबै हेरेर हामी चाहिँ निक्लियौँ बाहिर गेटमा उहाँहरू त्यहाँ आउँदै हुनुहुन्छ हामीले चाहिँ खाजा पनि खाइसकेर अब चाहिँ गयौँ है फाइनल्ली घुमिसक्यौँ यहाँ पनि हामीले जूतिर अब चाहिँ जाने हो बाई बाई जू